किन राजीनामा दिनु भएन तपाईँले मैले सोधेको थिएँ मेरो नाममा उजुरै छैन दाइ राजीनामा दिनको लागि प्रतिपक्षले चाहियो भनेर के दिउँ त मैले भन्नुभयो त उहाँले त ए त्यस्तो भन्नुभयो होइन गृहमन्त्रीको नाममा उजुरै परे होइन उजुर नपरिकन अब चाहिँ आफ्नो मातहतका कुन चाहिँ कर्मचारीले के गल्ती कमजोरी गरेको त्यसलाई आधार बनाएर राजीनामा दिन पर्यो कि परेन भनेर त उल्टो उहाँले मलाई सोध्नुभयो मैले यस्तो आवाज उठेको राजीनामा तपाईँ किन दिनु भएन भने नि मैले युवराज सफलको उजुरबाट चाहिँ रविजी गिरफ्तार हुनुभयो कि होइन उहाँका विरुद्धमा त धेरै ठाउँबाट उजुर परेको छ नि सहकारी पीडितहरूबाट त्यस कारणले युवराज सफलका उजुरले रवि चाहिँ गिरफ्तार हुनुभएको कारबाही पर्नुभएको भन्ने होला खै अर्थ नलाएर त चाहिँ उहाँले राजीनामा दिनु भएन ओलीको अहिलेको प्रवृत्ति हामीले हेर्ने हो भने सबलाई तर्साउने र आफ्नो पक्षमा लिएर आउने त्यही देखियो होइन यो संसदीय व्यवस्थामा सत्तामा शक्तिमा गएकाल त गर्ने त्यही नै हो त्यही गर्छन् नि भनेको माधवजीलाई पनि तर्साइयो एकीकृत समाजवादीले पनि लगभग सहमति देखाएकै छ होइन अग्नि सापकोटालाई पनि तर्साइयो माओवादीले एक खालको सहमति जनायो होइन त्यो ओलीजीले एक्लै तर्साएर तर्सिने कुरा भएन अब त्यस्ता संवैधानिक आयोग छन् ती आयोगले कहिले कहिले काम गरि पनि हाल्छन् आवश्यक परे बेला प्राय चाहिँ गर्दैनन् लोकतन्त्रै बहिष्कार गरेको गणतन्त्रै बहिष्कार गरेकालाई त्यो सदन बहिष्कार हामीले त गर्छौँ गणतन्त्र चाहिन्छ लोकतन्त्र चाहिन्छ भन्ने त बहिष्कार सदनको चौथो दल र पाँचौं दल पाइन्छ त्यो यसरी होइन लोकतन्त्र लोकतन्त्र वेल घेराउ गर्ने अनि सत्ता पक्षले सभामुखले चाहिँ सत्ता पक्षलाई पक्षपोषण होइन सभामुखले त 15-16 दिनसम्म फकाउने कुरा गर्ने मिटिङ गर्ने धेरै गर्नुभयो सभामुखले अलपे सडिन ठ्याक्कै ल चाहिँ चलाउनु पर्यो भनेर भने होइन सभामुखको फेभर चाहिँ 3 दलको लागि छ भनेर मान्नुहुन्छ होइन तपाईँको चाहिँ अब त्यसरी 3 दलको छ भनेर भए त तपाईँको चाहिँ सुरुकै दिनमा जुन दिन चाहिँ सदन चल्न अवरोध गरियो त्यसै दिनबाट बल गर्नु पर्ने नि सभामुख त मैले उहाँका कति कमी कमजोरी होला नि आफ्नो ठाउँ तर यो 17-18 दिन त तपाईँको चाहिँ यो सदन चल्न नदिनेहरूसित वार्ता छलफल बहस त मैले गरिरहेको नदिएको त रासोपा र राप्रपाले पनि त होला नि अनि माओवादी मिल्न बित्तिकै सभामुख चाहिँ सत्ता पक्षको भावनामा बगिहाल्ने त त्यो पनि त अलिकति अगुवा जिम्मेवार भएन सभामुखको भावनामा बग्ने कुरा होइन संसद चलाउन सजिलो छैन उहाँहरूले चाहिँ मिलाएर फर्काएर मिलाएर चाहिँ सहज रूपले चलाउँला भनेर चाहिँ प्रयत्न गर्नुभयो होला मिलेन उठ्यो हाँडो किन जोडिन्थ्यो त्यसो हुनाले अब बाध्यतावश अब सभामुखले अफरझट यसरी चाहिँ चलाएको होइन कोसिस उहाँहरूले धेरै गर्नुभयो अब यो चाहिँ हल्लागुल्ला नगरिकन सहज रूपले संसद चलाउन तर मानेनन् साथीहरूले अब नमानेपछि अब यस्तो पहिला नि चल्थ्यो यो नयाँ कुरा जस्तो लाग्यो तपाईँहरूलाई भनेको यसमा माओवादीले प्रतिपक्षहरूलाई घात गरेको तपाईँले अनुभव गर्नु होइन अब घात भनेर मैले किन भन्नु अब उहाँहरू पहिला चाहिँ अब सदन चाहिँ बन्द गर्ने जबसम्म चाहिँ गृहमन्त्रीको राजीनामा आउन्न त्यतिसम्म बन्द गर्ने भनेर उहाँहरू एक ठाउँमा हुनुभयो अब पछि अब के भयो त्यसपछि उहाँहरू चाहिँ यसरी नियमित संसद बन्द गर्न हुन्न अब राज्यले चाहिँ अब समिति गठन गर्ने चाहिँ भनेको छ त्यसले छानबिन गर्ला भनेर चाहिँ अब माओवादी चाहिँ त्यहाँबाट हट्यो भन्नु विश्वासघात त के भयो र त्यस कारणले चाहिँ अब उहाँहरूले यति कुरा पहिले विचार गर्नुपर्थ्यो मैले त सुरुका दिनमै के भने हुँ भने उहाँहरूले पनि सुन्नु होला अहिले लोकतन्त्र गणतन्त्रमाथि व्यापक आक्रमण छ अहिले यतातिर चाहिँ नजाने हो कि भनेर मैले चाहिँ सुझाव दिएको थिएँ साथीहरूले चाहिँ अब गृहमन्त्रीको राजीनामै चाहिन्छ भनेर अब अध्यक्ष स्वयं प्रचण्डले भन्नुभयो उहाँहरूले अब पछि फेरि उहाँहरू चाहिँ हट्नुभयो त्यो त उहाँहरूसँग तपाईँहरूले अन्तर्वार्ता लिनुभयो किन चर्स्याउनु हो फेरि किन हट्नुभयो होइन तपाईँ जतिको अनुभवी मान्छेले त महसुस गर्नुभयो होला अग्नि सापकोटाको जुन विषय आएको छ कि अग्नि सापकोटाको विषयसँग साटेको हो त माओवादीले होइन बजारमा त्यस्तो हल्ला त आएछ होइन द्वन्द्व पीडितको तपाईँको चाहिँ 18 वर्ष भयो उनले त न्याय पाए होइन
अहिलेसम्म तपाईँ चाहिँ त्यो पीडकहरूलाई केही भए छैन। अहिलेसम्म जति आयोग बने पनि जति गफ गरे पनि पीडितको पीडितमा छन्, उनीहरूको बेहाल छ होइन। तर पीडकहरू चाहिँ राज्य पक्षको पनि द्वन्द्वरत पक्षको पीडकहरू चोखै छन्, अहिलेसम्म उनीहरूलाई केही भएको छैन। त्यो त सबैले जगजाहेर छ। ओलीको अहिलेको प्रवृत्ति हामीले हेर्ने हो भने सबलाई तर्साउने र आफ्नो पक्षमा लिएर आउने त्यही देखियो होइन। यो संसदीय व्यवस्थामा सत्तामा शक्तिमा गएकाले त गर्ने त्यही नै हो, त्यही गर्छन् नि। भनेको माधवजीलाई पनि तर्साइयो, एकीकृत समाजवादीले पनि लगभग सहमति देखाएकै छ होइन। अग्नि सापकोटालाई पनि तर्साइयो, माओवादीले एक खालको सहमति जनायो होइन। त्यो ओलीजीले एक्लै तर्साएर तर्सिने कुरा भएन। अब त्यस्ता संवैधानिक आयोग छन्, ती आयोगले कहिले कहिले काम गरि पनि हाल्छन्, आवश्यक परे बेला प्राय चाहिँ गर्दैनन्। त्यसो हुनाले अब प्रधानमन्त्रीले मात्रै गरेर चाहिँ गर्ने हो भने त त्यो संवैधानिक आयोगको औचित्य भएन नि। संवैधानिक आयोग त तपाईँ चाहिँ नि स्वतन्त्र भएर दुधको दुध पानीको पानी इन्साफ गर्ने भए त मुलुकको यस्तो स्थिति हुने नै थिएन। भनेको केही न केही इन्फ्लुएन्स छ, किन नहो? त्यो त सबै जाने कुरा हो, मैले भन्नुपर्छ? मेरो मुखाबाट तपाईँले भनाउन खोजेको सबैतिर प्रभाव छ त। न्यायपालिकामा प्रभाव छ, देखिहाल्नुभयो। न्यायपालिकामा प्रभाव छ, अरू ठाउँमा पनि प्रभाव छ। त्यस्तो प्रभावले वास्तवमा अब अन्यायमा पर्ने मान्छेले चाहिँ न्याय पाउँदैन। यसो उहाँलाई मैले पनि सोधेको थिएँ, किन राजीनामा दिनु भएन तपाईँले? मैले सोधेको थिएँ, मेरो नाम उजुरै छैन दाइ, राजीनामा दिनको लागि प्रतिपक्षलाई चाहियो भनेर के दिउँ त मैले भन्नुभयो त उहाँले त। ए त्यस्तो भन्नुभयो होइन? गृहमन्त्रीको नाममा उजुरै परे होइन, उजुर नपरिकन अब चाहिँ आफ्नो मातहतका कुन चाहिँ कर्मचारीले के गल्ती कमजोरी गरेको त्यसलाई आधार बनाएर राजीनामा दिन पर्यो कि परेन भनेर त उल्टो उहाँले मलाई सोध्नुभयो। युवराज सफलको उजुरबाट चाहिँ रविजी गिरफ्तार हुनुभयो कि होइन? होइन, उहाँका विरुद्धमा त धेरै ठाउँबाट उजुर परेको छ नि, सहकारी पीडितहरूबाट। त्यस कारणले युवराज सफलका उजुरले रवि चाहिँ गिरफ्तार हुनुभएको, कारबाही पर्नुभएको भन्ने होला। खै अर्थ नलाएर त चाहिँ उहाँले राजीनामा दिनु भएन, त्यो पनि बुझ्नु पर्यो हामीले होइन? त्यही हो। होइन, दर्ता गरेन भनेको त दर्ता नगरेको त हामीले थाहा पाउनु पर्यो नि। तपाईँ हामीले कुन चाहिँले गएर चाहिँ गृहमन्त्रीको चाहिँ विरोधमा उजुरी दर्ता गर्न गएको थियो, कुन चाहिँ प्रहरीले दर्ता लिएन, त्यो हामीले पनि थाहा पाउनु पर्यो। संसदमा यस्ता खेलहरू भइरहन्छन्, मलाई चाहिँ नयाँ नौलो लाग्दैन। यसभन्दा पहिले पनि संसदमा यस्ता खेल त भइरहन्थ्यो त, विरोध गर्ने, नारा लाउने, सरकारले चाहिँ सदन चलाइरहने, आफ्नो काम अगाडि बढाउने। अब यसलाई मैले अस्वाभाविक रूपले लिन्न। तैपनि सत्य कुरा के हो भने देशमा भ्रष्टाचार अत्यन्त मौलाएको छ। भ्रष्टाचार नियन्त्रण गर्नको लागि सरकार टोटल असफलै छ। त्यस कारणले एउटा माया सरकारको कुरा होइन, अहिलेको सरकारको मात्रै कुरा होइन। हिजोदेखि अहिलेसम्म वास्तवमा सरकारले तपाईँ चाहिँ भ्रष्टाचारलाई नियन्त्रण गर्न चाहिँ सकेको छैन। त्यसका विरुद्धमा चाहिँ कुनै एबिसी मान्छे भन्दा पनि आम जनता सरकारप्रति चाहिँ शासकहरूप्रति असाध्यै रुष्ट छन्। त्यस कारणले सरकार जुन गतिमा गएको छ नि, जुन गतिमा गएको छ, यही गतिलाई कायम गर्ने होइन, सुध्रने होइन भने वास्तवमा चाहिँ यो लोकतन्त्र गणतन्त्रमाथि चाहिँ खतरा छ